अब 21औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे यस्तुमुनि तिमी एक चित्त भएर सुन। यस्तै प्रकारले जब त्यहाँ बसेको 8-10 वर्ष बित्यो, तब एक दिन शिव शर्माले आफू हृष्टपुष्ट भएको देखि घर सम्झी अब यहाँ बसेर के गर्ने, बरु घर जानु पर्यो भन्ने विचार गरेर शिवभट्टले सती छेउ गएर भने, हे माता पिता तपाईहरू शिवभट्ट र सती छेउ गएर भने, हे माता पिता तपाईहरूको कृपाले कन्यादान पाए। अब म यहाँ आएको धेरै दिन भयो, घरमा हेरविचार गर्ने कोही छैनन्। अब आज्ञा दिए घर जाने थिइन्। आफ्ना ज्वाइँको यस्तो कुरा सुनि शिवभट्ट भन्दछन्, हे ज्वाइँ, यो पनि तिम्रै घर हो, हाम्रो पोको छ र हामी पनि तिम्रै हौ, सम्पत्ति पनि तिम्रै हो, अतः जान्छु नभन। यति सुनि शिव शर्मा भन्दछन्, हे पिता, त्यस्तो आज्ञा नगर, एकपल्ट जान देऊ, घरको हेरविचार गर, बरु फेरि छिट्टै नै आउनेछु। मेरो पनि को छ र, भाव पनि तिमी, महतारी पनि तिमी, इष्टमित्र पनि तिमी, हित पनि तिमी, गुरु पनि तिमी र देवता पनि तिमी। मन परेको खाना लाउन दिई पाल्ने यस्ता तिमीलाई छाडेर कहाँ जान सक्दछु। यदि आफ्ना स्वामीले आफ्ना पिता शिव शर्मासित कुरा गरेको सुनि गोमा ब्राह्मणीले भनिन्, हे स्वामी, जानको मन नगर, तिमी जाने भए मलाई पनि साथै लैजाऊ, अन्यथा जान दिने छैन। तिमी बिना म कसरी रहनेछु। यति गोमाको वचन सुनि शिव शर्मा भन्दछन्, हे स्त्री, तिम्रो बाल अवस्था छ, मसित जान सक्ने छैनौ, किनकि हाम्रो घर अति टाढा छ, पर्वत चढ्नु पर्दछ र अनेक रात वनमा बास बस्नु पर्दछ। फेरि वनमा अनेक जन्तुहरूको भय हुन्छ। तिमी आफ्नो इच्छामा बसेकी, कहिल्यै घरबाट ननिस्केकी, शीत ताप भोगले कष्ट पाउली, फेरि मेरो वृद्ध अवस्था छ, बाटोमा कसैले दगा गरी तिमीलाई हरण गरेर लैजाला। यसकारण तिमी यहीँ बस, म घर गई खबर बुझेर छिट्टै नै फर्कनेछु। 2 महिनाभित्रमा आइपुग्नेछु। 2 महिना भनेको कति दिन हो र। यदि आफ्ना स्वामीले भनेको सुनि गोमा ब्राह्मणी भन्दछन्, हे स्वामी, तिमी 2 महिना भन्दछौ, म त तिमी बिना 2 घडी पनि बस्न सक्दिन। फेरि शीत ताप भोगले कष्ट पाउलिस, पर्वत चढ्नु पर्छ, वनमा बास गर्नुपर्छ, नाना जन्तुको भय हुन्छ पनि भन्यौ। तिमीले दुःख पाए म पनि दुःख पाउने छु। जो गति तिम्रो सोही गति मेरो, कस्तै भए पनि तिमीलाई छाडेर म यहाँ बस्न सक्दिन। कदाचित मलाई छाडेर गयो भने हत्या गरी मर्नेछु। यति गोमाले भनेको सुनि शिव शर्माले, उसो भए तिम्रा माता पितासँग विदा भएर आऊ भने। अनि गोमाले आफ्ना माता पिता छेउ गएर भने, हे माता पिता, म पनि मेरा स्वामीसित जान्छु, विदा दिनुहोस्। छोरीको यस्तो वचन सुनि शिवभट्ट र सती ब्राह्मणीले भने, हे पुत्री गोमा, जान्छु नभन्, किनकि हाम्रो वृद्ध अवस्था भयो। छोरो भने पनि छोरी भने पनि त एउटी छस्, त पनि नभए हामीलाई चन्द्रमा नभएको रात्रि चाहिँ हुनेछ। जस्तै रामचन्द्र र सीता नहुँदा राजा दशरथको प्राण गए थियो, त्यस्तै नै त नभए हाम्रो पनि प्राण रहने छैन। यसकारण हाम्रो सेवा र सम्पत्तिको रक्षा गरेर यही बस, तेरा स्वामीलाई जान दे, ऊ पनि 2 महिनामा आइजान्छन्। यदि आफ्ना माता पिताको वचन सुनि गोमा ब्राह्मणी भन्दछन्, हे माता पिता, स्त्री जातिको समस्त तीर्थ व्रत दान धर्म आफ्ना पुरुष हुन्। समस्त स्मृति पुराणहरू तपाईँले हेर्नु भएकै छ। म के भनौँ, पुरुष भएसम्म स्त्री जातिले कुनै तीर्थ व्रत दान धर्म गर्नु पर्दैन। नारीले आफ्नो पुरुषलाई रिस गरेर हेरे डेरी हुन्छे, पुरुषसित द्रोह गरे गोही हुन्छे, पुरुषको वचन नमाने पापिनी हुन्छे, पतिदेखि लुकाई खाए कुकुर्ने हुन्छे। यसै कारण मलाई नछेकी साथै जान दिनुहोस्। विशेष पुरुष वृद्ध छन्, बाटोमा म नभए तिनको रक्षा को गर्ला। फेरि संसारमा कसैलाई पनि बढेका छोरीले माइत बस्नु हुँदैन। बरु फेरि चाँडै आउनेछु। यति गोमाले भनेपछि शिवभट्ट र सतीले भने, हे पुत्री, उसो भए हामी के भनौँ। जा भने आँखाबाट आँसुको साली नाना वस्त्र अलङ्कार पहिराई धेरै द्रव्य दिएर डोलीमा बसाली शहर बाहिरसम्म पुर्याउन गए। बाटामा राम्रोसित लैजानु भने डोलीहरूलाई हराएर शिवभट्टले गोमासित भने, हामीलाई नबिर्सी चाँडै आउनु। गोमाका साथीहरूले पनि त्यसै भने। तब गोमा डोलीबाट ओर्ली बाबा महतारीलाई प्रणाम गरी साथीहरूलाई पनि बस है भनी सबैसित विदा भई फेरि डोली चढेर तहाँबाट हिँड्दी भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार संवादे श्री स्वस्तानि परमेश्वर्या व्रत कथायां स्वगृह गमनम नाम 21 अध्याय।